धन्यवाद। आदिवासी जनजाति आंदोलन का अध्यक्ष, नेपाल भाषा आंदोलन का प्रणेता, मानव अधिकारवादी नेता स्वर्गीय पद्मरत्न तुलाधर को 13 दिन को पुण्यतिथि में आज आयोजित यो श्रद्धांजलि सभा में उपस्थित संपूर्ण अधिकारकर्मी साथीहरू, सरकार का प्रतिनिधि माननीय गृहमन्त्रीज्यू, त्यस्तै अन्य अग्रज व्यक्तित्वहरू, सर्वप्रथम म स्वर्गीय पद्मरत्न तुलाधरज्यू प्रति आदिवासी जनजाति राष्ट्रिय आन्दोलन को तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धांजलि अर्पण गर्न चाहन्छु र शोक संतप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु। पद्मरत्न तुलाधरको बारेमा जति नै बोले पनि थोरै हुन्छ। उहाँले पुर्याउनु भएको योगदान चाहे त्यो राजनीतिक क्षेत्रमा होस्, त्यो मानव अधिकारको क्षेत्रमा होस्, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको क्षेत्रमा, भाषा आन्दोलनको क्षेत्रमा, लोकतन्त्र गणतन्त्र स्थापनाको जुन क्षेत्रमा होस्, त्यो ज्यादै थोरै नै हुन्छ। आजको यो श्रद्धांजलि सभामा हामी ती सबै कुराहरू समेटेर भन्न पनि सक्दैनौँ, समय पनि अभाव छ र एक किसिमको भावुक हामी सबै बनेका छौँ, शोक सन्तप्त छौँ। त्यसैले सबै कुराहरू विस्तृत रूपमा भन्न सकिँदैन। पूर्वोक्त साथीहरूले धेरै कुरा उहाँको बारेमा बोलिसक्नु भएको छ। यति बेला आदिवासी जनजाति आन्दोलनमा विशेष गरेर पद्मरत्न तुलाधरको उपस्थिति हामीलाई ठुलो फर्किरहेको छ। आदिवासी जनजातिहरूको अधिकार, आदिवासी जनजातिहरूको पहिचानको आन्दोलनमा उहाँले हामीसँगै स्वास्थ्यको समस्याको बावजुद पनि जसरी एउटा उत्कृष्ट योगदान पुर्याउनु भयो, त्यो हामी सबै जनजातिहरूले बिर्सेका छैनौँ, भुलेका छैनौँ। उहाँको बहुआयामिक कृतित्व र व्यक्तित्वले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा ठुलो सम्मान पाएको छ। उहाँ एउटा नेवार परिवारमा जन्मेर, विशेष गरी नेवार परिवारमा पनि, तुलाधर परिवारमा जन्मेर पनि राष्ट्रिय अन्तर्राष्ट्रिय जुन उत्पीडित समुदायहरूको हक अधिकारको लागि, मानव अधिकारको लागि, पहिचानको लागि जसरी एउटा चाहिँ सम्झौताहीन सङ्घर्ष गर्नमा उहाँ चाहिँ प्रतिबद्ध हुनुभयो, कटिबद्ध हुनुभयो, त्यो हाम्रो लागि अपूरणीय छ। र अहिले यति बेला मैले आदिवासी जनजाति राष्ट्रिय आन्दोलन अथवा आदिवासी जनजातिको समग्र आन्दोलनमा दुईवटा व्यक्तित्वहरूको खाँचो फर्किरहेको मैले जुन देखिरहेको छु, त्यही हुन् एउटा स्वर्गीय डाक्टर हर्क गुरुङ, जसले आदिवासी जनजाति आन्दोलनमा एउटा बौद्धिक खुराक प्रदान गरिरहनुहुन्थ्यो। आफै आन्दोलनमा शरीक नभए पनि आदिवासी जनजाति आन्दोलनको लागि, आदिवासी जनजातिहरूको अधिकार समग्र चाहिँ विकासको लागि उहाँले जसरी एउटा बौद्धिक खुराक आन्दोलनकर्मीहरूलाई प्रदान गर्नुभन्थ्यो, त्यो हामीले अहिले चाहिँ गुमाइरहेका छौँ। तर पद्मरत्न तुलाधरज्यू विचारको दृष्टिकोणले मात्र होइन, उहाँ चाहिँ स्वयं आन्दोलनको मैदानमा उत्रेर कतिपय ठाउँहरूमा उहाँलाई हामीले बोकेर पनि लगियो। स्वास्थ्यको कुनै प्रवाह नगरिकन हिमाल सोलुखुम्बु जस्तो ठाउँमा, बुटोलमा, पोखरामा, चितवनमा जस्तो सुकै प्रतिकूल मौसमका बावजुद पनि उहाँले चाहिँ आफ्नो उपस्थिति जनाएर आन्दोलनलाई ऊर्जा थप्ने, आन्दोलनलाई उत्साह प्रदान गर्ने उहाँले चाहिँ तपाईँको निरन्तर रूपमा हामीसँग आन्दोलन गरिरहनुभयो। त्यस्ता व्यक्तित्वलाई अहिले हामीले गुमाउनु पर्दा हामीलाई ठुलो चाहिँ तपाईँको एउटा घाटा भएको छ, क्षति भएको छ। तथापि भौतिक शरीर हामीले गुमाएका छौँ, उहाँका विचार हामीसँग जीवित छन्, जीवित रहन्छन्। ती विचारहरूलाई हामीले व्यवहारमा लागू गर्न सक्नु पर्दछ। र आदिवासी जनजाति
र विशेष गरेर काठमाडौँका नेवार समुदायलाई उहाँको जहिले पनि एउटा चाहिँ अपिल हुन्थ्यो, आह्वान हुन्थ्यो कि आन्दोलनमा आन्दोलित हुनै सकेनन्, आन्दोलनमा सरिक हुनै सकेनन्। जसरी हुन्छ सचेत बनाऊ, प्रशिक्षित बनाऊ, सुशिक्षित बनाऊ र यहाँका चाहिँ आदिवासीहरूलाई, यहाँका नेवारहरू, काठमाडौँका जनताहरू, तामाङहरूलाई आन्दोलित नबनाएसम्म हाम्रो आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले उचाइ लिन सक्दैन। त्यसकारणले त्यसप्रति हामी सबै चाहिँ तपाईँको कटिबद्ध भएर प्रतिबद्ध भएर लाग्नुपर्छ भन्ने उहाँको जहिले पनि आह्वान हुन्थ्यो। त्यो आह्वान, त्यो बाणीलाई हामी सबैले आत्मसात गरौँ, त्यसको हामीले जहिले पनि कदर गरौँ। र यति बेला म चाहिँ उहाँको सम्मान, उहाँको एउटा चाहिँ तपाईँको आदर साथ हामी आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको तर्फबाट अस्तिको बैठकले एउटा सानो केही चाहिँ प्रस्तावहरू पास गरेको छ। त्यो प्रस्तावहरू यहाँलाई चाहिँ अन्तिममा सुनाउन चाहन्छु। एउटा के त भनेदेखि पद्मरत्न तुलाधरको बहुआयामिक व्यक्तित्व र कृतित्वलाई समेटेर आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले पद्मरत्न दाईको एउटा स्मारिका प्रकाशन गर्न चाहन्छ। यो एउटा चाहिँ तपाईँको पहिलो हाम्रो त्यति बेलाको निर्णय हो। अर्को, पद्मरत्न तुलाधर यो कुनै एउटा व्यक्ति, कुनै एउटा समुदायको, कुनै एउटा परिवारको सदस्य मात्र होइन, यो राष्ट्रकै चाहिँ छोरा हो, राष्ट्रकै सपुत हो। राष्ट्रको लागि हरेक क्षेत्रमा पुर्याएको योगदानको कदर राज्यले पनि गर्नुपर्छ, सरकारले गर्नुपर्छ, हामी सबैले गर्नुपर्छ। त्यसकारणले पद्मरत्न तुलाधरको सम्मानमा पद्मरत्न तुलाधर एउटा राष्ट्रिय प्रतिष्ठान गठन गर्नुपर्छ भन्ने हाम्रो चाहिँ एउटा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको त्यो खालको एउटा निर्णय भएको छ, सोचाइ भएको छ। र त्यसलाई चाहिँ तपाईँको सरकारका प्रतिनिधि, उप प्रधानमन्त्री यहाँ हुनुहुन्छ, उहाँ मार्फत यही चाहिँ तपाईँको शोक सभा, श्रद्धाञ्जली सभा मार्फत पनि सरकारका प्रतिनिधि मार्फत म सरकारलाई भन्न चाहन्छु, आह्वान गर्न चाहन्छु, पद्मरत्न राष्ट्रिय प्रतिष्ठानको गठन होस् भन्ने हाम्रो चाहिँ तपाईँको प्रस्ताव छ। र अन्तमा फेरि पनि पद्मरत्न यो चाहिँ देशको रत्न हुन्, उनी व्यक्ति होइनन्, उनी शक्ति हुन्। त्यसैले गर्दाखेरि ती व्यक्तित्व, ती शक्तिको सम्मानको लागि पद्मरत्न तुलाधरलाई राष्ट्रिय विभूति वा राष्ट्रिय चाहिँ तपाईँको एउटा रत्नको रूपमा सरकारले मान्यता दियोस् भन्ने पनि म आदिवासी जनजाति राष्ट्रिय आन्दोलनबाट प्रस्ताव गर्न चाहन्छु। यति भनेर फेरि पनि अन्तिममा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मेरो चाहिँ यो शोक मन्तव्य यही चाहिँ तपाईँको समाप्त गर्न चाहन्छु। धन्यवाद। हवस्।